Subhanallah walhamdulillah, la ilaha illallah, Allahu Akbar. Subhanallah walhamdulillah, la ilaha illallah, Allahu Akbar. तू ही मेरी मौला, तू ही मेरी मौला, अल्लाह। तू ही मेरी मौला, तू ही मेरी मौला, अल्लाह। तू ही मेरी मौला, मेरी मौला। नपाउँदाखेरि मैले चाहिँ के गरेँ त भन्दाखेरि त्यो सर एकचोटि मेरो बुवासँग कुरा गर्नु न त अनि घरमा चाहिँ मैले भनिनँ। अनि बुवासँग माइतमा गएर बुवासँग कुरा गरेँ, त्यस्तै मान्छे छ भन्दाखेरि आफ्नो यो मान्छेसँग जानु हुन्छ कि हुँदैन, के हुन्छ कहाँबाट क्वेसन गर्दाखेरि अनि बुवाले अन्तर्वार्ता लिनुभयो, सबै कुरो जाऊ तिमीले गएर काम गर्दा हुन्छ भन्नुभयो। अनि माइत जान्छु भने ढाँटेर नयाँ कोटमा बोकेर मैले तालिम सञ्चालन गरेँ होइन। त्यो गर्दा गर्दै मैले मेरो दिन बित्यो, मेरो अब बिस्तारै पानी पनि हुँदै गयो होइन, घरमा पनि भन्दै गएँ। अहिले हाल मैले चाहिँ आफैले एउटा दिन साबुन उद्योग भएर कारखाना खोलेकी छु र सिकाउने काम पनि गरिरहेको छु। र यसपालि चाहिँ मैले भर्खर दानिल बन्ध 10मा र 30 नम्बर वडामा हार्पिक बनाउने तालिम र साबुन मैले सिकाएको छु होइन। र अहिले चाहिँ हामीले बिस्तारै घरमा उद्योग पनि सञ्चालन गरिरहेको छु। यसरी नै भनिरहेको छ। हाम्रो कम्पनीको नाम चाहिँ बिल साबुन उद्योग हो। मैले हार्पिक, फिनेल र लुगा धुने साबुन धुयो र लिक्विडमा चाहिँ अहिले चाहिँ अलिक चलेको छ यो वासिङ मेसिनमा निकाले चलन छ नि त। त्यसले गर्दा लिक्विड चाहिँ जसले पनि बेचिरहनु भएको छ। अनि हुँदैन बरु म मेसिनमा हाल्नु चाहिँ सिक्छु भनेर त्यो त्यो स्टार्ट गरेर बनाउने कोसिस गर्दैछु र मेरो उद्योग त्यसरी बिस्तारै पाइला चाल्दैछु। हेरौँ बिस्तारै हुन्छ होला। हजुरहरू सबैजनाको माया र साथ पाएन अवश्य अगाडि बढ्नेछ। र हामीले नेपाली सामानलाई चाहिँ प्राथमिकता दिनुपर्छ। विदेशी सामान त क्वालिटी भन्दा चाहिँ नेपालीको अझ राम्रो